पृथ्वीमा धनको कमी छ, धन चाहिएको छ भने देवी लक्ष्मीको पूजा गर्नु है भनेर चाहिँ यहाँनिर भनिएको छ। यसैगरी आफूमा दिव्य तेजको विकास गर्नु छ भने सूर्यको समान एउटा ज्ञानरूपी तेजको विकास गर्नु छ भने अग्निको पूजा गर्नु भनेर भनिएको छ। यसैगरी आफ्नो जीवनलाई एउटा सुवर्णमय एउटा मोतीमय बनाउनु छ भने वसुको पूजा गर्नु भनेर भनिएको छ। यसैगरी आफ्नो दीर्घायुको कामना गरेर दीर्घायुको कामना सहित पूजा गर्न चाहन्छौँ भने दीर्घायु चाहन्छौँ भने अश्विनीको पूजा गर्नु भनेको छ। र यसैगरी दिव्य सौन्दर्य चाहन्छौँ भने अबका सन्तानहरू दिव्य सौन्दर्य भन्ने चाहन्छौँ भने गन्धर्वहरूको पूजा गर्नु भनेर भनेको छ। भगवान कृष्णलाई जप्न सक्नुहुन्छ है भनेर चाहिँ यहाँनिर व्याख्या गरिएको छ। हरे ओनै शिवजीको बाको छाला नाकुमा चन्द्रमा कोटीको ओनै शिवजीको बाको छाला नाकुमा चन्द्रमा कोटीको ब्रह्माजीलाई सोध्नुभयो यो सृष्टि कसरी चल्यो, यो सृष्टि कहाँबाट आयो, कसरी यो सबै कुरा भयो भनेर भनिसके पछाडि ब्रह्माजीले भन्नुभयो नारायणको नाभि कमलबाट कमल उत्पन्न भएर म चाहिँ त्यहाँनिरबाट म उत्पन्न भएँ। मबाट चाहिँ नि सनक सनन्दन सनत कुमार गरेर ती चारवटा ऋषिहरू भए, सनक सनन्दन सनातन गरेर त्यस पछाडि नारद मुनि तिमी भयो, मानसपुत्र तिमी भयो भनेर त्यहाँनिर व्याख्या गरियो। ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी आखिरमा बुझिल्याउँदा एउटै सब ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी आखिरमा बुझिल्याउँदा एउटै यसरी एक दिन ब्रह्माजी पनि यसरी ध्यान मनन भजन कीर्तन गर्दै हुनुहुन्थ्यो। त्यसै पछाडि नारदजीले देख्नुभयो हजुर पनि ध्यान मनन कीर्तन भजन गर्नुहुन्छ, हजुरले किन यस्तो गर्नु भएको भनेर सोधिसके पछाडि ब्रह्माजीले भन्नुहुन्छ हेर म
ब्रह्माजी हो मैले सृष्टि गर्छु, मलाई पनि सृष्टि गर्ने अरू कोही हुनुहुन्छ। त्यो भनेको चाहिँ नि निराकार स्वरूप परम ब्रह्मा परमात्मा भगवान विष्णु हुनुहुन्छ, गोविन्द हुनुहुन्छ। उहाँकै म हर क्षण हर पल म चाहिँ उहाँकै ध्यान मनन भजन कीर्तन गर्छु भनेर ब्रह्माजी भन्नुहुन्छ। हरि भनन छैनन् हरि बनमा भित्री मनमा। शरीर सम्बन्धी अनेक आशंका राजा परीक्षितले भन्नुहुन्छ। जीव के हो, ईश्वर के हो, जीवको आत्मा के हो र परमात्मा भनेको के हो भनेर सोध्नुहुन्छ। जीव भनेको चाहिँ नि यो कालरूपी एउटा गोहीको मुखमा बसेको चाहिँ नि एउटा आहार हो है। यो नबिर्सनु, जब गोहीले मुख बन्द गर्दछ तब चाहिँ नि हामीहरू गोहीको ग्रास खाना भएर चाहिँ नि हामीहरू यो जगतबाट जानेछौँ है भनेर चाहिँ नि कालरूपी ग्रास हो है हामी भनेर चाहिँ नि यहाँ व्याख्या गर्नुभएको छ। र जीवको शरीरमा जो एउटा हाम्रो हृदय भन्ने गरिन्छ त्यो चाहिँ नि आत्मावत त्यो स्वरूपलाई चाहिँ नि पहिचान गर्ने र आत्मा र परमात्माको सम्बन्धलाई चाहिँ नि यहाँनिर कसरी व्याख्या गरिएको छ भने जब आत्मालाई चिनिन्छ, जब आफूमा ज्ञान भक्ति ज्ञान र वैराग्य तीनवटा चिजहरू शरीरमा आफ्नो ज्ञानमा विकास गरिन्छ तब मात्रै आफ्नो आत्मालाई चिनिन्छ। आत्मालाई चिनिसकेपछि मात्रै परमात्मामा आफू लीन हुन पाइन्छ भनेर यहाँनिर ब्रह्माजीले नारदलाई भन्नुभएको छ। यसैगरी यहाँनिर अब सृष्टि विस्तार कसरी चल्यो, यो शास्त्रहरू कसरी बने, पुराणहरू कसरी बने भनेर भन्दाखेरि ब्रह्माजीलाई नारदजीले भन्नुभयो यो कसरी बन्यो, यो कसरी हो, अनि यो शास्त्रहरू तपाईँले कसरी ज्ञान भयो, के भयो भनेर ब्रह्माजीलाई सोद्धा ब्रह्माजीले भन्नुभयो मलाई भगवान नारायणले शेषधारी नारायणले के भन्नुहुन्छ भन्दाखेरिमा मलाई चाहिँ नि दिव्य एउटा सङ्कल्प मात्रबाट आज दिव्य वेदरूपी अमृतलाई मलाई दिनुभयो। सम्पूर्ण 18 पुराणहरू सम्पूर्ण मलाई दिनुभयो। शास्त्र उपनिषद वेद पुराणहरू सबै कुराहरू दिएर आज म उहाँलाई हर क्षण हर पल उहाँलाई भजन गर्छु, कीर्तन गर्छु र उहाँले दिएको दिव्य उपक्रमबाट आज मैले ज्ञान पाएको छु है भनेर त्यहाँ ब्रह्माजीले नारदजीलाई भन्नुहुन्छ। भागवतको निरूपण गर्नुभएको छ। र यसै गरी यो संसारको विराट सृष्टि एवं यो संसारको विस्तारको विषयमा मैत्रेय मुनिसँग विदुरजीको सुन्दर संवादहरू रहेको छ।
मनसोजात चक्षुः सूर्यो जायतः श्रोत्राद्वारि स प्राणसमुद्रादग्निर्जायतः भागवत जी को आरती करो भागवत जी को आरती करो राधा कृष्ण को शरण करो राधा कृष्ण को शरण करो ज्योति वाले ये तो दयालु को शरण ये तो दयालु को शरण सुख दुख जीवन को साथी तिमी हौ पापीलाई पर्ने शरण माने पापीलाई पर्ने शरण माने दुखीलाई सुख र आनन्द दिने दुखीलाई सुख र आनन्द दिने ज्योति बालेर यस्तो दया पुराधिकं समर्पयामि भगवन् स्थापित देवताभ्यो नमो नमः। यसो जसले घुमाइदिनु ओम यानि तानि जपा भानि जन्म जसले घुमाइदिनु हरिजः तानि सर्वाणि नश्यन्तो प्रदास्यन् पदे पदे भगवानलाई सिकाइदिनु अब सुन्नुहोस् त भगवानलाई सिकाइदिनु ओम पापो हम पाप कर्म हम पापात्मा पाइ सम्भवः त्रयीमा पुण्डरीकाक्ष सर्वै पापोहरो भवः देवैतं पुरस्तात् मुच्चरतः पश्येम श्रद्धा श्रूयाम श्रद्धा सतात्तः। अब पुष्पाञ्जली सबैजनाले बेलपत्र फुलपत्र तुलसी पत्र लिनु होला। चन्द जात्रा पूर्वे साध्याः सन्ति देवाः गुरु ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुर्साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः। देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य
प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरि देवी चराचरैश्च ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमिसुतो बुधश्च गुरु य शुभ्रवस्त्रावृत य वीणावरदण्डमण्डितकरा य श्वेतपद्मासनः य ब्रह्माच्युतशङ्करः प्रविधिभिर्वेदैः सदा वन्दितः श्यामां पाद सरस्वती भगवती निशेषजाड्यापहम् स्तुन्वन्दिते वैष्णवै वेदैः साङ्गपदक्रममुपनिषदै गायन्ति यं सामरः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः श्रीमन्चन्दनचर्चितो जलपकुः शुक्लाम्बरा मल्लिका मल्लालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलिः शोभितः सर्वज्ञानन्दिनः पुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसार दक्ष्यामि नारायण कथामिमां नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं त्रिधायुधं त्रिजन्म पापसंहारम् एकबिल्लशिवहर्पणं परमेश्वर मन्त्रपुष्पाञ्जलिं समर्पयामि भगवन् स्थापितदेवताभ्यो नमो नमः भगवन् साम्ब सदाशिवाय नमः। बेलपत्र शिवजीमा, फूलपत्र देवीमा, तुलसी पत्र भागवतमा। बोलिए श्रीमद् भागवत महापुराणको, बोलिए राजा रामचन्द्र भगवानको, बोलिए सुखदेव स्वामी को, बोलिए राजा रामचंद्र भगवान को, बोलिए हिंदू सत्य सनातन धर्म को, बोलिए नेपाल माता को, बोलिए गौ माता को, बोलिए जगत जननी माता को, बोलिए एक पुरुष भगवान को, बोलिए लक्ष्मी नारायण भगवान को, बोलिए सत्यनारायण भगवान को, बोलिए सांब सदा शिव भगवान को, बोलिए दुर्गा भवानी माता को, बोलिए लंबोदर गणेश भगवान को, बोलिए राष्ट्रदेव पशुपतिनाथ भगवान को, बोलिए मनकामना माई देवी को, बोलिए दुर्गा भवानी माता को, बोलिए एक पुरुष भगवान को, बोलिए गौ माता को, बोलिए जगत जननी माता को, बोलिए संपूर्ण गुरुजनहरू को, बोलिए संपूर्ण भक्तजनहरू को, बोलिए संपूर्ण कर्ताजनहरू को, बोलिए संपूर्ण कर्ताका पितृहरू को, बोलिए संपूर्ण कर्ताका पितृहरू को, बोलिए संपूर्ण कर्ताका पितृहरू को। आजको आनन्दको, आजको आनन्दको, जय जय श्री राधे श्यामा। सुन्नुहोस् त हामीहरूलाई पञ्चामृत दिनु पर्यो नि, हामी उठ्नै पाइएन। श्याम तिम्रो मुरली मोहनी लगायो रे। Krishna
मोहनी लगायो रे। कहिले आउँछौ कृष्ण तिमी पिरमा लाग्छ रे, कहिले आउँछौ कृष्ण तिमी पिरमा लाग्छ रे। तिम्रो बाटो पुर्दा पुर्दै, तिम्रो बाटो पुर्दा पुर्दै दिन ढल्न लाग्यो रे। कृष्ण तिम्रो मुरली मोहनी लगायो रे, श्याम तिम्रो मुरली मोहनी लगायो रे। मन चुलबुल भयो, चुलबुल 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 चुलबुल, मेरो मन चुलबुल भयो, मनमा शान्ति छैन रे। कृष्ण तिम्रो मुरली मोहनी लगायो रे, श्याम तिम्रो मुरली मोहनी लगायो रे। कृष्ण तिम्रो मुरली मोहनी लगायो रे, श्याम तिम्रो मुरली मोहनी होइन, मैले हजुरहरूलाई भने होइन। राधा कृष्ण भगवान को हरे गौरी शंकर भक्त
हरे शिवजीको रूपा शिवजीको रूपा सम्झनालाई सजिलो शिवजीको रूपा शिवजीको रूपा शिवजीको रूपा सम्झनालाई सजिलो शिवजीको रूपा शिवजीको रूपा शिवजीको रूपा सम्झनालाई सजिलो शिवजीको रूपा गौरी शंकर भगवान को जय। जस्तो भगवानले भन्नुभएको छ नि मलाई घिउ बुझ्छ मसरुम भन्नुभएको हैन त्यहाँ आकार हेर्नु पर्यो हजुरले सानो पाउनु हुन्छ शिवलिङ्गको पाउनु यो पनि रामको रामको नाम नाली बिना कामको यो पनि रामको रामको नाम नाली बिना कामको हैन रामको नाम नाली बिना कामको रामको नाम नाली बिना कामको नारायण नारायण भज पराणी यो जीवन पछि हुन्छ खरानी नारायण नारायण भज पराणी यो जीवन पछि हुन्छ
सफल हुन्छ त्यो भवसागरबाट तर्छ। बुझ्नुभयो नि, भजन होइन नाम सङ्कीर्तन सबैजनाले गरौँ है त। श्रीमन नारायण 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 अलि जोडसँग श्रीमन नारायण 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 लक्ष्मी नारायण 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 यताबाट आएर के आवाज ल है आमाहरू दिदी काकी फुपू बहिनी दिदी को हुनुहुन्छ है। बद्री नारायण 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 सबैले भन्नु है। हात लैजानु त सबैले हातमाथि, हात हुने जतिले लैजानु, नहुनेले पर्दैन है। जसले हात लैजानुहुन्न भागवत भगवान् अगाडि हुनुहुन्छ, अर्को जन्ममा हुँदैन है। विचार गर्नु, मान्छे भएर जन्मिनु भयो भने त्यो भने मान्छे भएर जन्मिने कर्म गर्नुपर्छ है। हेर्नुहोस् हात लैजानु है सबैले, हुने जतिले है, नहुनेले पर्दैन। सबैले श्रीमन नारायण 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 श्रीमन नारायण बद्री नारायण 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 बद्री नारायण 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 श्रीमन नारायण 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 श्रीमन नारायण 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 श्रीमन नारायण 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 सबैले भनौँ है। लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 लक्ष्मी नारायण नारायण नारायण
राधे 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 जय जय श्री राधे। हवस् त हाम्रो निर्धारित समय सकिएको छ। अब हजुरहरूले रमाइलो गर्न सक्नुहुन्छ। हजुरहरूले भगवानको भजनमा कंचन थलियामा कपूर बाती, कंचन थलियामा कपूर बाती, पारी सब ठिका भाते भाते, पारी सब ठिका भाते भाते, जाने न जाने पाप करे को, जाने न जाने पाप करे को, क्षमा दिनु होस् प्रभु भूल गरे को, क्षमा दिनु होस् प्रभु भूल गरे को, हृदय चढ़ाओ पाओ माधुरी को, कृष्ण कन्हैया को, मुरली बजैया को, मिलजुल गाओ आरती हरि को, मिलजुल गाओ आरती हरि को, मिलजुल गाओ आरती हरि को। ओम कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावत करोत्मि यद्यत् सकलं परस्मै नारायणायति समर्पयामि। सेवन्ति कपकवचम्पकपाटलाब्ज पुण्यजातिकरवीरैः सालपुष्पैः विल्हो प्रबाल तुलसी दलमञ्जरी भीष्टं पूजयामि जगदीश्वरं